शिक्षक रामबहादुर सरको 3 छोरा र 1 छोरी थिए। यी चारैजना विदेशमा बस्ने गर्थे। एकपटक उनीहरूको आमा साह्रै नै बिरामी हुनुभयो। उनको बुबा शिक्षक रामबहादुर सरले आफ्नो जेठो छोरालाई फोन गरे, बाबु, तेरो आमा साह्रै नै बिरामी भएकी छे, छिट्टै घर आइजन। जेठो छोराले भन्यो, बुबा, म 3 वर्षको लागि ट्रेनिङमा छु। बुबा, भाइहरूलाई फोन गरेर बोलाउनुहोस् न। त्यसपछि बुबाले आफ्नो माइलो छोरालाई फोन गर्नुभयो। माइलो छोराले भन्यो, मेरी श्रीमती बच्चा पाउने छिन्, म आउन सक्दिन। तपाईले अरू भाइलाई फोन गरेर बोलाउनुहोस् न। त्यसपछि बुबाले कान्छो छोरालाई फोन गर्नुभयो। कान्छो छोराले भन्यो, म त नेपाल आउन सिर्फ 3 महिना बाँकी छ, त्यसपछि नै आउँछु। प्लिज बुबा, तपाईले अरू दाजुहरूलाई फोन गरेर बोलाउनुहोस् न। शिक्षक रामबहादुर सरको आँखामा टिलपिल आँसु भयो। उहाँ धुरु धुरु रुनु भयो। जुन आमा बुबाले बैंकबाट लोन लिएर उनीहरूलाई विदेश पठाएका थिए, आज उनीहरूले नै इन्कार गरिरहेका छन्। उनीहरू बिरामी आमालाई समेत हेर्न आएनन्। उनी बुबाले आफूलाई सम्हाल्न सकेनन्। उहाँले फेरि आफ्नी छोरीलाई फोन गर्नुभयो र आमाको बारेमा सबै कुरा भन्नुभयो। छोरी रुन थालिन् र भनिन्, बुबा, आफूले आफैलाई सम्हाल्नुहोस्, साथै आमाको हेरविचार गर्दै गर्नुहोस्। म र तपाईको ज्वाइँ भरेकै फ्लाइटमा आइहाल्छौं, तपाईँ टेन्सन नलिनुहोस्। बुबाले भन्नुहुन्छ, छोरी ज्वाइँको बिजनेस कसले सम्हाल्छ त त्यहाँ? छोरीले भन्छन्, के भन्नुभएको बुबा? यस समयमा पनि तपाईँ यस्तो कुरा गर्नुहुन्छ? आमा भन्दा ठुलो काम जरुरी हुन्छ र? तपाईँ आफूलाई सम्हाल्नु बुबा, आमालाई हेर्नु। म भगवानसँग प्रार्थना गर्छु, भगवान मेरी आमालाई केही नहोस्, छिट्टै निको पारिदिनुहोस्। सबै राम्रै हुन्छ बुबा, आमा र आफ्नो ख्याल राख्नु। शिक्षक रामबहादुर सरले सोच्न थाले, यही हो आजको युगमा भगवानसँग छोरा मागिन्छ, छोरी होइन। तर आज छोराहरूले आउन मानेनन्। जसका लागि घर बैंकमा राखेर लोन लिएको थिएँ, अहिले मेरो पेन्सनले किस्ता तिर्दैछु, र छोरी जसलाई मैले कहिले मान सम्मान दिन, उनले आज सबै कुरा छाडेर ज्वाइँको साथमा आफ्नो कामकाज, उनको बिजनेसको चिन्ता नगरी श्रीमानको साथ सिर्फ आमाको लागि आउँदैछिन्। रामबहादुर सर फेरि रुन थाले। कति बेकुफ हुन्छन् ती मानिसहरू जसले मन्दिर, मस्जिद, चर्चो अगाडि छोरा जन्मियोस् भनेर प्रे गर्छन्। हरेक समस्यामा छोरी नै समयमा काम लाग्छन्। यी प्यारा छोरीहरू आमा बुबाको सान हुन्। बुढेसकालको सहारा अब छोरा मात्र होइन, छोरी पनि बन्न सक्छिन् भन्ने कुरा हरेक आमा बुबाले बुझ्नुपर्छ। आज मैले यो सामग्रीलाई सामाजिक सञ्जालबाट साभार गरेर तपाईलाई सुनाए, तपाईँ सामु प्रस्तुत गरे। साँच्चै यो प्रसङ्ग मैले पहिलो पटक पढ्दा कता कता मन चसक्क भएर आयो र मलाई मन पर्यो, त्यसकारण तपाईँ सामु मैले प्रस्तुत गरे। हुन त सबै छोराहरू त्यस्ता हुँदैनन् र सबै छोरीहरू पनि त्यस्तो नहुन सक्छन्, तर यो कथाले दिन खोजेको सन्देश, यो प्रसङ्गले दिन खोजेको सन्देश भनेको छोरा र छोरीलाई समान व्यवहार गरौँ। छोरी पनि बाबुआमाको सहारा हुन सक्छिन् र छोरा नै चाहिन्छ भन्ने जुन भावना छ, त्यो भावनालाई त्याग्ने गरौँ।